मलाई धेरैजनाले प्रश्न गर्नुहुन्छ, दाइ तपाईँ केमा काम गर्नुहुन्छ, तपाईँ केमा काम गर्नुहुन्छ भनेर धेरैजनाले क्वेसन गर्नुहुन्छ। मेरो काम भनेको मान्छेलाई खुसी बनाउने काम हो, चाहे त्यो भिडियो मार्फत होस् या त पेसामा होस्। किनभने भोजन गरिसकेपछि मान्छे खुसी हुन्छ नि, होइन? म यहाँको सेफ हो र विगत मैले 4 वर्षदेखि यही रेस्टुरेन्टमा काम गर्दै आएको छु। अहिले यो बन्दै गरेको खाना तपाईँले देखिरहनु भएको छ नि, यो काठमा, यो खाना यो होटलको सबैभन्दा ठुलो खाना हो, सबैभन्दा महँगो खाना हो है। यहाँ सबै सी फुडहरू छन् है। यो नेपाली 10,000 चान्चुनको खाना हो, बढी पर्ला कम नपर्ला। र यो प्राय जस्तो यो खाना चाहिँ एकजना दुईजनाले मगाउँदैन, यो टिम ग्रुप आएको बेलामा उनीहरूले मगाउने गर्छन् यो खानाहरू प्राय जस्तो। किनभने यो एकजना दुईजनाको लागि होइन, यो धेरैजना 10जना 12जना टिमको लागि यो खाना हो। ल हेर्नुहोस्, अब म तपाईँहरूलाई मेरो डेकोरेसन देखाउँदैछु मैले बनाएको। ल हेर्नुहोस्, यो हो नेपालको 10,000को खाना, यहाँको सबभन्दा ठुलो खाना यही हो है त। लाइक गर्नु होला, कमेन्ट गर्नु होला र कस्तो लाग्यो भिडियो त्यो पनि भन्नु होला है त। थ्याङ्क यू, किप वाचिङ, बाइ बाइ।